हेलो गाइस, स्वागत छ आजको मिनी ब्लगमा। भर्खर अफिसबाट आएपछि यहाँ घरमा खाजा बनाएर राखिसकेकी रहेछन् बुढीले। यसरी चिज रामेन यति मिठो देखाएको छ। चिज रामेन बनिसकेको छ। चिज रामेन बनेर हाम्रो यतापट्टि फ्राइड एग। वाओ, हिजो अस्तिसम्म चाहिँ माछा मासु खाएको थिएन, अब आज चाहिँ खाने भइयो। मजा आउनेवाला छ आज। ल, खाजा मेरो अगाडि रेडी छ। अब यस्तो खाजा हुँदाखेरि चाहिँ मैले यो मल्टिभाइटामिन हालेर खान्छु। यो नर्वेबाट आएको, सालीहरूले माया गरेर पठाइदिएको हुन् मलाई खानको लागि। अब यसलाई चाहिँ गिलासमा हालेर खाँदा मिठो हुन्छ। यस्तो झिक्नुपर्छ, यसलाई चाहिँ यति धेरै हुन्छ, चक्की जस्तो हुन्छ यो। अब यसलाई यहाँ यसरी हालेपछि यस्तो हुन्छ मल्टिभाइटामिन। लास्टै मिठो हुनेवाला छ। अलिक भिटामिनै खाए जस्तो, भिटामिनको झोल खाए जस्तो हुन्छ यो। अब रामेन खाएर देखाउँछु। अब मेरो खाजा यही हो। सबै खाएको त नदेखा, यो मिनी ब्लग हो। यति हुन्छ। यो चाहिँ मिलेर खानुपर्छ, त्यही भएर अहिले चाहिँ मैले यति खाएँ। बाई बाई। अब अर्को ब्लगमा फेरि भेटौँला। लाइक, सब्सक्राइब, सेयर सब थोक गर्नु होला, माया गर्नु होला युट्युब च्यानललाई। बाई बाई।